यति सानो नेपालले दुनियाँलाई यति चिज दिएको छ कि जुन 80% मान्छेलाई थाहा छैन। दुनियाँका 10 उच्च पहाड मध्ये नेपालमा 8वटा पहाड पर्छ। त्यसैले नेपाललाई ल्यान्ड अफ हिमालय पनि भनिन्छ। नेपालमा सबै प्रकारका जीव जन्तुहरू पाइन्छन्, जुन 8.9% बर्ड, 4.2% बटरफ्लाई र 3.96% म्यामल स्पिसिस पाइन्छन्। त्यसैले नेपाललाई एमाजोन अफ एसिया पनि भनिन्छ। त्यसैले नेपालको क्यापिटल सिटी काठमाडौँलाई लिभिङ कल्चरल म्युजियम अफ ओल्ड पनि भनिन्छ। नेपाललाई पृथ्वीनारायणका पालामा ग्रेटर नेपाल भनेर पनि चिनिन्थ्यो। त्यसैले विश्वको सबभन्दा ब्युटिफुल कन्ट्री भनेर नेपाललाई चिनिन्छ, जुन अलग अलग भागमा विभाजन भएको छ। त्यसैले नेपाललाई दुनियाँको एकमात्र हिन्दू राष्ट्र भनेर पनि चिनिन्छ, जुन 2006 मा सेकुलर नेसन भयो। त्यसैले नेपाललाई अहिले पनि देशको एकमात्र हिन्दू राष्ट्र भनेर पनि चिनिन्छ। त्यसैले हाम्रो संस्कारमा नमस्ते भनिन्छ, जुन शेर्पा समुदायको तासी देलेक, जुन इङ्ग्लिसमा आई सेल्युट द गड इन यु भनिन्छ। यदि हजुरले यो भिडियो नेपालबाट हेर्दै हुनुहुन्छ भने लाइक, कमेन्ट, सेयर गर्न नभुल्नुहोला। साथै कमेन्टमा जय नेपाल लेख्नुहोस्।